हेलो साथीहरू, आज श्रावण 11 मेरी म यहाँ क्युटी ब्युटी झर्नाको बर्थडे अनि यो बर्थडेमा चाहिँ हामी नागेर फल घुम्न जाने प्लान बनायौँ। तिम्रो बर्थडे हैन, बर्थडेमा हामी नाइजेरिया फल नागेर फल घुम्न आएको अनि बर्थडे गर्ल र म हामीले चाहिँ यहाँनेर यो अमेरिका 5-6 वटा हामी चाहिँ फेरि यहाँको लोकल जसरी हिँडिरहेको छौँ क्या, त्यो गल्ली उदी हिँडिरहेको छौँ। यो चाहिँ गल्ली भयो हो, यहाँ पर नागेर फल हल्का देखिँदैछ। अमेरिका क्यानाडा, अमेरिका क्यानाडा। ठ्याक्कै ब्रिज क्रस गर्ने बित्तिकै रहेछ सिक्रेट गार्डन रेस्टुरेन्ट। मलाई खासै घुम्न डुल्न त मन लाग्दैन, यो लहर डुल्नु भन्दा नि बरु मस्त छुट्टीमा चाहिँ मासु भात खाएर सुत्न बेस्ट लाग्छ क्या मलाई चाहिँ। तर यो पालि बर्थडे मिलेको छ अनि अमेरिकाबाट नानु दिदीहरू पनि क्यानाडा घुम्न आउने भन्ने कुरा छ। हामी नागेर फलमा भेट्न जानुपर्छ भनेपछि मैले नाइ भन्न त मिलेन नि। फेरि नानु चाहिँ के होला भन्नुहुन्छ भने, नानु चाहिँ मेरी प्यारी छुच्ची दिदी, तँसँग भेट्नु भएको पनि 5 वर्ष भइसकेको छ र आज चाहिँ हामी नानु र भेनालाई लिन नागेर फल आएको छौँ। सानैदेखि नानुको र मेरो चाहिँ कुरै नमिल्ने क्या, 5 मिनटसँगै बस्यो भने डिस्कस परिहाल्छ। नभन्दै भेट्न पाएको छैन, आज पनि रिसले ट्याक्क भइसकेँ म। हिजोदेखि अमेरिकाबाट हिँडेको मान्छे क्यानाडाको नागेर फल नेर आइपुगे भन्छन्। पर्खिँदा पनि अनुहार देख्नै आँटिनौँ। लोकेसन सेयर गर्न हामी यो ठाउँमा पर्खिरहेको छौँ भनेर भन्छु, मेरो आइफोन फुल छ लोकेसन सेयर गर्न मिल्दैन भन्छ। नभन्दै हामी पर्खिरहेको बाटो ड्राइभिङ गरेर अमेरिकातिर जाने पुलतिर पो जाँदै रहेछन्। पसेको मात्र थियो भने न युटर्न गर्न मिल्छ त्यहाँ, फेरि बोर्डर क्रस गर्न फेरि अर्को झन्ड्याट। धन्न भरे भेनाले लोकेसन सेयर गर्नुभयो अनि बल्ल भेट भयो। बल्ल 5 वर्ष पछाडि भेट भएको। खुसीले अँगालो मारेर टिकटक सिकटक बनाउँछु होला भनेको, त्यो सफारीको टिकट काट्नु पर्दैन भनेर उल्टै पो रिसले फायर हुन्छ बा। रिसाइसो त रिसाए त नि बल्ल अलि खुसी हो न। अनि अघि मैले यहाँ भिडियो बनाउन खोज्दै थिएँ, झन् तपाईँहरूको भेट भएको। यहाँ कति वर्षमा भेट भएको भिडियो बनाइदिउँ भनेर। 5 वर्षमा 5 वर्षमा 5 होइन होला, 4 वर्षमा 2 वर्ष कतिमा 5 होला खै। अघि लाइनमा भएको थियो भने हाम्रो पाला। हामी अब बोटमा जाँदैछौँ है। Get ready, guys. Get ready for तँलाई कस्तो लाग्यो त नागेर फल? हाम्रो देश, दामी हाम्रो देश कस्तो लाग्यो त? तेरै देश दामी छ, तेरो देश। कुन झर्ना राम्री भन्नु पर्ने यहाँ अहिलेलाई यो भरेलाई तिमी वाउ। मैले पहिले स्कुल पढ्दाखेरि यो झर्ना प्रिन्सिपलको रुममा देखेको थिएँ कि कुनै दिन यो झर्ना लिन्छ भनेको हेर त नि। कस्तो द पुरै निलो पानी। खोलिदिउँ यार यो है। होइन पर्दैन, अहिले भिजिन्छ केही हुँदैन। छिर्छ क्या हुन्छ। एकचोटि के भन्छ उयो गर्न पाएको, एक्सपिरियन्स गर्न पाएको, खोलिदिउँ न अनि। तन्की हेर्दै थिएन देखेर। अब आउँछ नि त मेनवाला आउँछ। हाम्रो हलिडे त यो बाहुबली हो कि यार। केही देखिँदैन रहेछ नि त बिच हो। मम्मीले यो भिडियो देख्नु भने मार्नुहुन्छ, कहाँ गएका तिमीहरू खोलामा कस्तो भन्नुहुन्छ। मेकअप त गयो तिमीहरूको त। खोइ भेर हराउनु भयो त। हामीलाई त यहाँ छ लु। सक्यो कस्तो मजा आयो। भेनाको रियाक्सन सिरी भान्जाको रियाक्सन जस्तै भइरहेको छ। भात खुवाउँदा वाक्का भएको हुन्छ नि भान्जालाई। यस्तो भगाउँछन् भान्जा नि गोलेर। त गाजल त्यो उयो जस्तै चन्द्रमुखी जस्तै गाजल।
तँलाई के भन्न मन पऱ्यो हामी क्रुजमा पुगेर आयौँ नागराको क्रुजमा सिटी क्रुजमा पुगेर आयौँ अब उता गएर खाने अब चाउमिन खानुपर्छ राइस चाउमिन खान्छ अरे चाउमिन हेर न यहाँ दार्जिलिङ जस्तो चट्ट कति राम्रो है चटक्क सानो मिनी मार्केट हेर न उल्टो घर त्यो किताब पनि यति मजाले पढ्दिनँ थियो होला नानुले मेनु मोमो रहेछ नेपालीलाई जहाँ गए पनि मोमो चाहिन्छ यो त म विदेशीहरू हिरोहरू म चिन्दिनँ खासै होइन यो ब्याटम्यान आइरन म्यान यिनीहरू चाहिँ चिनिन्छ वाच गर्ने मेट टिभी सोमा आइरहेको छु वाच मैंने मेट भनेर बोल्यो भने त बुझ्छ हेलो मिस्टर प्रेसिडेन्ट हेलो सलमान खान एन्ड क्याट्रिना कैफसँग भेट्न हामी क्यानाडा आइपुगेको ए यो त उयो एकता टाइगरको रहेछ मासलावाला गीत भालु सँग भिडियो बनाइदिनु हात सेम छ तिम्रो लो करङ पनि निस्किरहेछ लु सेम नानु रिसा जस्तै अनि बुढी त सेम ल ठ्याक्कै अब आफ्नो साथी भेटाइसु चाहिँ बुढी सेम ल हेर त ल ठ्याक्कै यहाँ म अरे यी नानी दिदी त के गर्नुभएको रिसाले पुगेर ध्यान दिएर हेर्नुभयो के पाठ त सिक्नु हुँदैछ गुरुबाट भन्दा इनोसेन्ट ला तँ पनि त्यस्तै देखिँदो रहेछ नि त यता फर्क त नानु ऊ त्यस्तै देखिँदो रहेछ Come on, hey! यहाँ बस्न मिल्ने रह बस्न यहाँ घरमा तिर बसी घुम्न आएकी मान्छे अरे तलको त यत्रो खैनी चेप्ने दमिनी जस्तै भएर त्यही दमिनी चस्मा लगायो भने उता हेर्नु आउँछु ल ल ल हेर एक्लै रमिन सक्ने आफै कोनी के भन्नेवाला त साथीले सम्झिरह एक्लै रमिन सक्ने आफ्नै तालमा सबैजना गलेर हिँड्दा बिहानदेखि नागेर फल हेर्दा प्याट्ट भएर यसरी सुतेर बसेको छौँ त्यो राउटे जस्ता भएका छन् वाक्क लाग्दो बिहानदेखि आउन हेर्दा गरेर राउटे जस्तै भएका छन् सबैभन्दा स्वर्गको आनन्द चाहिँ त्यो हेर्नुभन्दा नि यसको यहाँनिर आएर मस्त सुत्नलाई कति मजा आइरहेको छ यसरी लम्पसार परेर भनेको एकदम शीतल शान्त तिमी हुन्द्रुङेको झर्ना यो नागरा फल झर्ना क्यानाडाको नाम सोच न अब हामी नागराबाट फर्केर फेरि अन्टरी होइन सबै अन्टाएर नै अन्टाएर हो कि यता अब हामी होइन नर्थतिर जाँदैछौँ नि